Come, let us go to nature. परमेश्वरसँग समय बिताऊ। अब परमेश्वरले फेरि एकचोटि नयाँ काम गर्न चाहनुहुन्छ, तर परमेश्वरले तपाईँ र मलाई आरोनलाई जस्तै भन्नुहुन्छ, आरोन आइज त माथि आइज। क्रिस्टमा सबैलाई जय मसीह। साथै एकै शब्दमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। विशेष गरी आज हाम्रो क्लास सुरु भइरहेको छैन अनि आज चाहिँ हाम्रो जस्ट तपाईँलाई वेलकम एउटा सेरेमनी भनौँ अनि स्वागत आज कार्यक्रम हामीले गरिराखेका छौँ। यो छुट्टी तपाईँले सिलगढीमा बसेर सिटी सेन्टर घुमेर पनि बिताउन सक्नुहुन्थ्यो। दार्जिलिङ गएर माथि माने भजनदेखि उकालो जाँदै थुप्रै ठाउँहरूतिर तपाईँले राम्रो समय व्यतीत गर्न सक्नुहुन्थ्यो, तर तपाईँले डिसाइड गर्नुभएको छ, यु हेभ डिसाइडेड टु बी हियर। तपाईँले टाढा नजिकबाट आफ्नो सबै छोराछोरीलाई शिक्षकहरूलाई मेरो बिचमा सुस्वास्थ्य दिनुभएर सबै कुरोको बन्दोबस्त गरेर तपाईँले ल्याउनु भएको छ। साँच्चै तपाईँको नाउँ चाहिँ महान छ अनि तपाईँको त्यो नाउँ अघि हामीले घोषणा टेकेका छौँ। तपाईँको नाउँलाई हामीले हाम्रो जीवनमा घोषणा गरेका छौँ। परमेश्वर साँच्चै नै प्रभु तपाईँ अति उत्तम परमेश्वर हुनुहुन्छ। तर एलआइसीलाई म एक शब्दमा भन्नुपर्दा एलआइसी युनिक छ अनि तपाईँहरू नि युनिक ठाउँमा आउनु भएको छ। मलाई लाग्छ तपाईँहरूलाई नै यस्तो हुन्छ, अर्को पालि पनि म एलआइसी आउँछु, किनभने हाम्रो जति पनि नानीहरू छ नि एलआइसी नै नचल भनेर मान्दैन अनि हामी पनि एलआइसीको लागि नि सबै पर्खिन्छौँ कहिले जनवरी हुन्छ। परमेश्वरलाई धन्यवाद दिन्छु। यो सुन्दर समय परमेश्वरले हामीलाई दिनुभयो। मलाई लाग्छ एउटा म पास्टर भएको कारणले गर्दाखेरि तपाईँहरू सम्पूर्ण विद्यार्थीहरूलाई लाइफ इन क्राइस्ट वर्सिप स्कुलमा म स्वागत जनाउँछु अनि तपाईँलाई बधाई पनि दिन्छु। आमा बाबुले तिमीलाई असल बनाउनुको लागि पठाएको छ। या मण्डलीको पास्टर गुरुबाहरूले तिम्रो भविष्य तिम्रो आत्मिक जीवनलाई हेरेर पठाएको छ। जे पनि होस्, रिजन जे पनि होस्, तर तिमीहरू अति असल ठाउँमा आएको छ। यो 15 दिन तिमीले बाहिर बसेर संसारको कुराहरू गर्ने थियो होला, तर परमेश्वरले तिमीहरूको लागि यो जनवरी 2026 को 12 देखि लिएर 26 तारिक चाहिँ तिमीहरूलाई परमेश्वरको राज्यको महलभित्र ल्याएको छ। जति पनि जना आउनु भएको छ कोइन्सिडेन्स होइन। आज कतिजना आउनु सकेको छैन होला चाहेर पनि है, तपाईँहरू आज आउनु भएको छ। मेरा मण्डलीको छोराछोरी पनि प्रभुको योजना छ तपाईँको जीवनमा। तपाईँहरू राइट प्लेसमा आउनु भएको छ, तपाईँ सही जग्गामा आउनु भएको छ। दौडिने थुप्रै हुन्छ, तर त्यो दौडलाई सिध्याउने त्यो पुरस्कार पाउने थोरै हुन्छ। तृष्णा बोक्नुहोस्। युसुफले बोलाएर गोसेन प्रदेशमा एकदमै असल भव्य असल ठाउँमा राख्नुभयो। त्यसैले तपाईँ यहाँको अर्थ चाहिँ परमेश्वरले तपाईँले त्यो गोसेनभन्दा पनि उत्तम ठाउँमा तपाईँले ल्याउनु भएको छ। यहाँबाट धेरै कुरा तपाईँले अनि एकचोटि आराधना गर्नु सिक्नु मात्र होइन, जीवनै आराधना भन्ने कुरालाई हामीले बुझ्नु सक्नुपर्छ। यहाँबाट जाँदाखेरि तपाईँले धेरै कुरा तपाईँले
पवित्र आत्माद्वारा भएको कुरालाई तपाईँले लिएर जान सक्नुहुन्छ। अनि तपाईँ आज यहाँ हुनुहुन्छ नि, तपाईँ सही हातमा हुनुहुन्छ। हामी भन्यौँ न, परमेश्वरको हातमा हामीले जीवन दिन्छौँ नि, हाम्रो जीवनबाट नि धुन मात्रै निस्किँदैन रहेछ, प्याएर पुगु मात्रै बस्दैन रहेछ, तर हाम्रो जीवनबाट अभिषेक निस्किँदो रहेछ, छुटकारा निस्किँदो रहेछ। र तपाईँ र म चाहिँ सही हातमा छौँ, सही परमेश्वरको हातमा छौँ भन्दै यो समय मैले मणि सरलाई दिइराखेको छु। मणि सरबाट अब मैले सोर सार पारेर अब यो हामीले भनेको कुराहरू मैले सोरेर तपाईँलाई दिनुहुन्छ मजाले ल। यो समय मणि सरलाई यस्तो दिइराखेको छु। सबैजनालाई यसो ख्रिस्टको नाममा जय मसीह। 100 जना विद्यार्थी दियो भनेर मागेको होइन। प्रभु तिनै काम तपाईँको 100% हामी हाम्रोबाट गर्छौँ, तर हामीले नसकेको कुरा तपाईँले गर्नुहुन्छ। अनि अन्तमा प्रभु यत्रो भिडबाट एकैजना व्यक्ति तपाईँको राज्यमा खडा भयो भने पनि त्यो हाम्रो लागि उत्तम हो। आदमले भन्यो, प्रभु मैले त पाप गरेँ। प्रभुले भन्नुभयो, कसले भन्यो? प्रिय, हाम्रो प्रभु चाहिँ दोस्याउने परमेश्वर हुनुहुन्न। हाम्रो परमेश्वरले जहिले पनि पर्खिराख्नुहुन्छ। उहाँको अङ्गालो तपाईँको लागि खुल्ला छ। प्रिय, के तपाईँ आज निर्णय गर्नुहुन्छ? प्रभु म फर्किन्छु, तपाईँको आवाजलाई म सुन्नका लागि आएको छु। के तपाईँ आजको साँझ निर्णय गर्नुहुन्छ? प्रभु तपाईँ मसँग 15 दिनभित्रमा के बोल्नुहुन्छ? प्रभु तपाईँ बोल्नुहुन्छ। यसोलाई जान्नुको निम्ति चाहिँ हामीलाई इन्फर्मेसन मात्रै होइन, प्रभु यस्तो हुनुहुन्छ, तर तपाईँ र मैले नि पर्सनली उहाँसँग पनि एक्सपिरियन्स हुनुपर्छ। बाइबलले चाहिँ त्यो कुराको माग गर्छ। उहाँ अनन्त अगाडि पनि हुनुहुन्थ्यो। इन्कार्नेट भन्दा अगाडि, इन्कार्नेसन भन्दा अगाडि, बेथलेहेममा जन्मनुभन्दा। बुझिराख्नुहोस्, यसो ख्रिस्ट सृष्टि हुनुहुन्न। सृष्टि चाहिँ तपाईँ र म हो। घाम जुन तारा सृष्टि हो, तर यसो ख्रिस्ट सृष्टि हुनुहुन्न। उहाँ त इटर्नल पासमा हुनुहुन्थ्यो। अनि इटर्नल परमेश्वरको स्वभाव तपाईँ र ममा छ। तपाईँ र म परमेश्वरको स्वभावमा अब बढ्नुपर्छ। त्यस कारणले गर्दाखेरि पहिलो कुरो 14:14 40 पदमा छ, सबै काम चाहिँ शिष्टतापूर्वक सुव्यवस्थित ढङ्गले हुनुपर्छ। आज तपाईँ र मैले आफ्नो जीवन कस्तो छ, हामी कसरी जीवन जिरहेका छौँ, के मान्छेलाई देखाउनका लागि, परिवारलाई देखाउनका लागि, केही मानिसलाई खुसी बनाउनका लागि कि साँच्चै यीशुको लागि तपाईँहरूले जीवन जिरहेका छौँ। कतिपल्ट यीशुले तपाईँहरूलाई सेभ गर्दै गर्दा उहाँको अनुग्रहलाई तपाईँहरूले कतिपल्ट बेवास्ता गर्छौँ। अनि हाम्रो मात्र हुँदैन, हाम्रो आमा बाबाको पनि चाहना हुन्छ। कोही बेला हामी अर्कै हुन चाहन्छौँ, आमा बाबाले अर्कै हो है भनेर हामीलाई इन्करेज गर्नुहुन्छ। अनि त्योभन्दा पनि बढी परमेश्वरको फेरि अर्कै इच्छा हुन्छ। तर त्यो 3टा हाम्रो आइडेन्टिटीमा नि बेस चाहिँ परमेश्वरकै हुन्छ। आमेन।
हेर्छु भन्दैछ। तिमीलाई व्यक्तिले चिनेन, व्यक्तिले भेटेन, तिमीलाई आफ्नै मान्छेले पनि छोड्यौ, तर प्रभुले भन्नुहुन्छ म तिमीलाई भेट्नको लागि तयार छु अनि म तिमीलाई निर्माण गर्छु अनि म तिमीलाई खडा गर्छु। प्रभुले धेरै नै भन्नुहुन्छ तिमी मेरो छोरी हो, तिमी मेरो छोरा। तर जब यो व्यक्ति आफ्नो ड्याडी घरमा फर्केर गए नि उसको आइडेन्टिटीलाई त्यो ड्याडीले भत्काइदिएर निर्माण गर्यो। पवित्र आत्मा शक्ति मात्र हुन्न, पवित्र आत्मा व्यक्ति हुनुहुन्छ। इज अ पर्सन। जस्तो ग्रान्डियर पितामा छ, जस्तो शक्ति पुत्रमा छ, त्यही ग्रान्डियर त्यही पर्सनालिटी चाहिँ पवित्र आत्मामा पनि छ। पवित्र आत्मा चाहिँ व्यक्ति हुनुहुन्छ। हि हेज अ फिलिङ। पवित्र आत्मामा के छ? फिलिङ छ। किनभने बाइबलले भन्छ पवित्र आत्मालाई सन्तान नतुल्याऊ। यही एउटा उच्च स्तुति त्यो स्तुतिले दाउदको जीवनलाई आखिरीसम्म बचाइराखेका कुराहरूलाई हामी बारेमा हेर्दछौँ। कति बेला हाम्रो स्तुतिहरू हाम्रा प्रशंसाहरू केही जिउ तताउने मात्र हुन्छ, तर हृदयको प्रशंसाले मात्र परमेश्वरलाई चाहिँ खुसी तुल्याउन सकिन्छ। हामी साग पकाउँदैछौँ, फरफरी लोकल साग अर्ग्यानिक। हिजो त्यत्रो सब्जीमा सागै मिठो भयो नि त। यसरी हामी किचनमा लागि परेका छौँ अनि हाम्रो किचन नै हाम्रो टिमहरू धेरै हुनुहुन्छ अनि हाम्रो आजसम्म हामीले प्रभुको सेवाकाई गर्न पाइरहेका छौँ। हामीलाई एकदमै हृदयबाट नै असल लागिरहेको छ। सेवाकाईहरूमा यसरी खाना बनाउनु पर्दा चाहिँ एकदम खुसी लाग्छ अनि म यसरी नानीहरू ट्रेनिङ गर्दै गर्दा यहाँ खाना बनाउँदा एकदम खुसी अनि एउटा परमेश्वरको राज्यको सेवाको भागलाई पुरा गर्दा हामी आफूलाई आशिषित महसुस गरिराखेका छौँ, एकदमै इन्जोय गरिराखेका छौँ। पकाउँदै तुल्याउँदै हामी आफै पनि सिकिराखेका छौँ किचनमा के कुराहरू। अनि तपाईँहरूसँग यहाँ सरहरू हुनुहुन्छ, उहाँहरूसँग यसरी भेट्न पाउँदा अनि यो भेटघाटमा पनि धेरै रमाइलो छ, खुसी लागिराखेको छ। खुसी छौँ अनि आनन्दित छौँ। यसरी किचनमा हामी यसरी खटिरहेका छौँ। हामी सम्पूर्ण दादाहरू अनि भाइहरू मिलिकन यसरी नानीहरूको निम्ति शरीरको भोजनको उपस्थिति सबभन्दा ठुलो कुरा प्रभुको उपस्थिति हो। स्कुलमा परमेश्वरको महान उपस्थिति हर पल हर दिन देखिराखेका छौँ। एकदमै आशिषित भइराखेको छ। मलाई त यो वर्सिप स्कुल एकदमै भइरहोस् जस्तै इच्छा लाग्छ। जब यो वर्सिप स्कुल भएको छ स्टुडेन्टलाई मात्रै होइन हामीलाई पनि फाइदा भएको छ। हामी किचनमा हुनेहरूलाई पनि फाइदा छ, किनभने परमेश्वरको वचन हामी निरन्तर रूपमा परमेश्वरको उपस्थितिमा हुन्छौँ। किचनमा पनि हामी परमेश्वरको जनहरूलाई भेटिरहन पाउँछौँ। त्यसले गर्दाखेरि
पनि हो, तपाईँको ड्युटी सेन्टरमा पनि हो। प्रशंसा गरेकै आदतै बनाउनुपर्छ, प्रशंसा गर्ने आदतै बनाउनु पर्छ। वर्सिप चाहिँ 50-50% हुँदैन, वर्सिप गर्ने चाहिँ 100% प्रभुलाई प्रेम गर्न सक्नुपर्छ। आमेन। अनि आज हामी पक्कै अन्तिम एउटा सेवाकाईभित्र छौँ अनि यो सेवाकाईलाई अनि यो एकदमै बिब्लिकल सेवाकाई प्रभुले हामीलाई गर्न दिनुभएको सेवाकाई हो। आयोजन गरिएको छ। यो सम्पूर्ण सेवाकाईलाई तपाईँको हातमा जिम्मा दिँदै अब नाच्छौँ, आफ्नो उपस्थितिले गर्नुहोस्, हरेकलाई छोड्नुहोस्, बिन्ती गर्छौँ प्रभुको नाममा। खास ठुलो एकातिर वंशाएर तौलिहाली आफ्ना कुमारमा बेर्नुभयो। तब उहाँले बाटामा पानी खनाउनु भयो र चेलाहरूको काम हुन र आफूले बेरेको तौलियाले पोषण लाग्नुभयो। जब उहाँ सिमोन पत्रुस कहाँ आउनुभयो तब तिनले मलाई भने, हे प्रभु, के तपाईँले मेरो खुट्टा धुने? यसोले तिमीलाई जवाब दिनुभयो, म के गर्दछु, तिमी अहिलेको जान्दैनौ, तर बसेको चाहिँ हागारले नि अब्रामले दिएको सबै कुरा सिद्धिँदै गर्दा स्वर्गतिर हेर्नु सिकेको थियो। हामी तपाईँलाई यो भन्न चाहन्छौँ, हामीले दिएको कुरा सिद्धिए तापनि तर स्वर्ग चाहिँ तपाईँको लागि जहिले पनि खुल्ला छ। अनि तपाईँको सम्बन्ध यो पाउत हुँदै गर्दा यस कारणले पाउत हुइएको, किनभने पाउत हुनु भनेको चाहिँ परमेश्वर येशू ख्रीष्टको सम्बन्धमा तपाईँलाई पूर्ण रूपले डुबाउनु। अनि हामी यो भन्छौँ, हामीलाई पनि इच्छा त छैन तपाईँलाई पठाउनु। स्टुडेन्टहरू यहाँ उभिएर तपाईँलाई मोनिटर गर्नेछौँ। हुन्छ, हामी यो सेवा सुरु गरौँ।
यस ग्रेजुएसन सेरेमनीमा हामी तपाईँलाई धेरै धेरै स्वागत गर्दै on behalf of LIC, Life in Christ Worship School, साथै in collaboration with Deliver Shalom Church, हामीसँग LIC-ले Deliver Shalomसँग मिलेर यो सेवा गर्दै गर्दा आज हामी एउटा मोडमा आइपुगेको छौँ जब हामीले नानीहरूलाई प्रार्थना गरेर एउटा बिदा दिनुपर्ने छ। आवाजको सेवालाई अनि सर्टिफिकेट वितरण गर्दै नानीलाई प्रेमको साथमा प्रमाणपत्र वितरणको निम्ति ल्याउनु भएको छ। महिमाको श्रेय उहाँलाई देऊ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर। आमेन। जब मैले प्रभुको दासहरू है प्रभुको छोराहरू भन्छ मैले जब मैले परमेश्वरको त्यो वचनहरूलाई मैले सुने तब चाहिँ म यति धेरै म आशिषित भएँ। म त्यो फर्स्ट डेदेखि नै मैले मेरो त्यो आत्मिक जीवनमा चाहिँ अलिक ऊर्जा पाएको जस्तो आज मैले फिल गरेँ। पूर्ण मात्र मैले बुझ्न सकेँ कि आज हामीले परमेश्वरलाई आराधना प्रशंसा अनि वर्शिपलाई हामीले कसरी गर्नुपर्ने रहेछ भनेदेखि यो स्कुलले गर्दाखेरि हामी फेरि पनि हामी नयाँ भएर चाहिँ आज हामी आत्मामा हामीले एकदमै हामी जोसिलो भएर है आत्मामा हामी फेरि पनि नयाँ भएर चाहिँ हाम्रो अब घरहरू हाम्रो मण्डलीहरूमा फर्कियो। सबैजना खुसी छौँ है आज परमेश्वरको उपस्थितिमा हामीले यो एलआइसी तालिमलाई 2026मा हामीले सकेका छौँ है। अहिले बसेर चाहिँ म यति साह्रो रोएँ कि मैले चाहिँ के गर्दै थिएछु भनेर मलाई थाहा भयो है। अनि आज साँच्चै नै मैले त्यति बेला नै आमा आप्पालाई कल गरेर है मैले आमा आप्पालाई भने तपाईँलाई धेरै धेरै क्षमा चाहन्छु, मैले यो मौका दिनुभयो। अनि यो एलआइसीमा आउँदै गर्दाखेरि चाहिँ सबैभन्दा ठुलो कुरा मैले के सिकेँ भन्दाखेरि चाहिँ अनुशासन है। अनुशासनमा जिउनु चाहिँ यति साह्रो एउटा इम्पोर्टेन्ट चिज रहेछ। मन फिराऊ
परमेश्वरको राज्य नजिक छ जब पहिलो मेसेज हुन्छ। अनि दोस्रो तपाईँले यो काम गर्दै गर्दाखेरि त्यो यौवनलाई दिएको जस्तो सजाय जस्तो जीवन तपाईँको जीवनमा कष्ट होला, पीडा होला, तपाईँलाई कसैले याद नगर्ला, इग्नोरेन्स गर्ला, त्यति बेला तपाईँ पनि निराश नहुनुहोस्। एउटा मौकालाई मैले पक्रिन खोजेँ, त्यो चाहिँ एलआइसी बाइबल स्कुल थियो अनि त्यसमै म यसको विमोचन गर्छु भनेर मैले यसलाई ठाने। योपालि यो किताब लेख्दै गर्दा यो किताबको शीर्षक छ येशू तपाईँको घरमा अनि यो मत्तीको सुसमाचारभित्रबाट लेखिएको दाजु भाउजू दिदी भेना आमा बाबा मेरो आमा बाबा हुनुहुन्न तर मेरो श्रीमती पास्टर आमाको आमा बाबा हुनुहुन्छ, उहाँको बाहुलीबाट नै म यो किताब विमोचन गर्छु भनेर मैले निर्णय गरेँ, प्रार्थना गरेँ। समय दिन्छु, त्यसपछि तपाईँहरूले खोलेर हाम्रो जति पनि प्रभुका जनहरू हुन्छ उहाँहरूलाई तपाईँहरूले देखाउन सक्नुहुन्छ। साथमा खोल्न सक्नुहुन्छ, त्यो रिबन र टेप लगाएको छ। एलुमनाइजहरूलाई यो सबै राखेको छ अनि परमेश्वरको महिमा रहेछ यो सबै उहाँलाई। उचाड स्तरमा जानुभयो, 40 दिनसम्म उपवास बस्नुभयो, परमेश्वरसँग बात गर्नुभयो अनि परमेश्वरसँग जस्तो बात गर्दै हुनुहुन्थ्यो शैतान आएर परीक्षा गरेको छ 3 चोटि अनि परमेश्वरको पुत्र येशू ख्रीष्ट हार्नु भएन। हाम्रो प्रभु येशू ख्रीष्टले पनि आफ्नो मिनिस्ट्री उचाड स्थानबाट नै सुरु गरेको छ। यूहन्नाको पनि अघि हामीले कुरा सुन्यौँ, एलियाको पनि कुरा सुन्यौँ, मोसाको पनि सुन्यौँ, हारूनको पनि सुन्यौँ। अब म एउटा कुरा च्यालेन्ज गर्दैछु, why not you and me? हामी किन आफ्नो सेवा गाए? इस्राएलीले त्यो ठुलो वर्षिप कन्सर्टको बादमा परमेश्वरले भन्नुभयो मोसा लैजा यिनीहरूलाई, म यिनीहरूलाई मरुभूमिमा लैजान चाहन्छु। म तपाईँलाई इन्करेज गर्छु, जो मान्छे नि मरुभूमिमा जान्छ परमेश्वरले तपाईँलाई धेरै चलाउनुहुन्छ। 2026 तपाईँको निम्ति आशिषको वर्ष हुन तपाईँलाई मन पर्छ भने नि अब पनि तपाईँ र मसँग समय छ। कम लेट अस गो टु डेजर्ट, एकान्तमा परमेश्वरसँग समय बिताउनुहोस्। हाम्रो नानीहरूलाई अब इम्पोर्टेन्ट भागमा छौँ हामी सर्टिफिकेट डिस्ट्रिब्युसन हामी गर्दैछौँ। जति पनि दीक्षान्त लिएर रहनुभएका स्टुडेन्टहरूको निम्ति यो सर्टिफिकेट प्रमाणपत्र टाइम has come now, नानीहरू एक्साइटेड छ। सो हामी यो बोलाइराखेको छु, म नानी बोल्दै आउँछु, थाहा छ। This certificate is awarded to Mr. Miss Master Mrs. Nam for the successful participation of biblical worship course conducted by Life in Christ Worship School in collaboration with Vidivasan Church from 12th January 2026.
तपाईँहरूलाई साह्रो राम्रो देखिएको छ, साह्रो आशिषित देखिएको छ। अनि तपाईँहरूप्रति हामी एकदमै के भनौँ, आज हामीलाई उत्साह मिलेको छ। तपाईँहरूलाई यो प्रोग्राममा यस्तो भएर बस्दै गरेको देख्दै गर्दा यस ग्रेजुएसनलाई अझ माथिल्लो होइन अझ एउटा गरिमा बढाउनुको लागि तपाईँहरू धेरै टाढोबाट आइदिनु भयो। हजुरहरूलाई म धेरै धन्यवाद दिँदै म विद्यार्थीहरूलाई होला होला। त्यसपछि तपाईँले तेस्रो व्यक्ति खोज्नुभयो भने चाहिँ हामी गैरिबास एलआइसी फ्यामिली हो। यो भन्दैनौँ तपाईँ सबै पास्टर भाउ हुनुहोस् भन्दैनौँ, तपाईँको त्यो कलिम होइन पनि होला कतिजना, तर तपाईँ समाजको अगाडि, मण्डलीको अगाडि, देशको अगाडि उदाहरण भएर जिउने व्यक्ति बन्नुभयो भने त्यो चाहिँ गैरिबास सिलोआम एलआइसीको सफलताको दिन हो। हामी तपाईँलाई सायदै अबको 10 वर्ष बादमा भेटौँला, सायदै तपाईँलाई अबको 5-10 वर्ष बाद भेटौँला। त्यति बेला तपाईँलाई यस्तै ठाउँमा होइन तर यहाँ गुरुबाहरू जस्तै अति आदरणीय जग्गामा हामी तपाईँलाई जब भेट्छौँ नि, आज जति खुसी छौँ नि त्योभन्दा हामी स्वयं पनि हाम्रो हृदय खुसी भएको हुनेछ। एक दिन तपाईँको हृदयमा लाग्यो यो चर्चको इतिहास चाहिँ के रहेछ भनेर तपाईँले खोलेर हेर्नुभयो भनेदेखि यहाँ गुरुबाको कुराको आँसु र प्रार्थना भएको भने तपाईँले केही पाउनुहुन्न। सबैजनाले उठेर आदर गरौँला उहाँहरूलाई, सक्नुहुन्छ भने। त्यसपछि उनीहरूलाई The life in Christ Mercy is very glad and joyful in your remarkable success which you have achieved in the academic field. We congratulate you for becoming district topper in Matric examination 2025 from Girls Higher School Kalimpong. So we wish you all the best for your bright future ahead on behalf of LS Ministry Director Pastor Manabis. District topper 2024 from Girls Higher Secondary School Kalimpong. We, the Life in Christ Ministry, express our sincere appreciation for your hard work and dedication to the kingdom of God. It is also appreciable in the eyes of the Lord and Savior Jesus Christ. एकदमै धेरै धन्यवादी छौँ। अनि तपाईँको सेवाकार्य धेरै बढेको होस्। अनि यो एप्रिसिएसन अवार्ड चाहिँ 2 जनाकै हातमा दिनु होला, किनभने जहिले पनि बाइक उता 2वटा पठाएको छ। हाम्रो सत्यराज राईज्यू, उहाँलाई एकछिन खडा भइदिनु हुन भने अनुरोध गर्छु। मलाई पनि कतिजनाले बाबा भनेको जस्तो म उहाँलाई बाबा भन्छु नि त, त्यसले गर्दा बाउ जस्तै हो। अनि खदा त अस्तिदेखि लगाएको खदा त्यो बेसी भएको छ खदा। हामी उहाँलाई सानो उहाँले जे गर्नुभयो त्यसको इनाम होइन यो, तर मायाको चिनो चाहिँ। इनाम त हामी दिन सक्दैनौँ, इनाम दिने त ख्रिस्ट यीशु मात्र हुनुहुन्छ। त्यसले गर्दा हामी ठुलो ताली लगाउँछौँ। गैरिबास मण्डली तपाईँहरूसँग हिजै पनि मैले भनेको छु, तर पनि कतिजना आज हिजो नआउने आज आउनुभयो होला। तपाईँहरूको एउटा ठुलो सेक्रिफाइसको लागि म स्वयं त म अब एकदमै यहीँ फ्यामिलीकै हो, र पनि म एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरूको योगदानको नतिजा त म केही पनि दिन सक्दिनँ, तर यीशु ख्रिस्टले दिनुहुन्छ। अनि किचनमा तपाईँहरू खटिदिनु भयो। म जहिले पनि भन्छु किचनमा काम गर्ने र भित्र पढाउनेको गोल पोस्ट एउटै हो। आज गोल भएको छ, आज हामीले जित्यौँ। एक्स स्टुडेन्ट भनेपछि सबै आइगयो। गड ब्लेस यु। तिमीहरूलाई प्रभुले अझै सेवा उठाउनेछ।
अनि हामी मिलेर प्रभुको सेवालाई बढाउनेछौँ। ती महान हुनुहुन्छ, तपाईँ शक्तिशाली हुनुहुन्छ। परमेश्वरले यी नानीहरूलाई आशिष दिनु, आफ्नो उहाँलाई यिनीहरूमाथि तिमीलाई कुनै खतराले तिमीलाई डुबाउनेछ, तिमी पानीबाट भएर जाँदा, तिमी आगोबाट भएर जाँदा परमप्रभुले तिमीलाई सुरक्षा गर्नुहुनेछ। अन्धकारमा तिम्रो शीतले अभिषेक भएको छ, मलाई रमाउन तिम्रो पछि लागेको छ। तिमी चिन्ताइ माथि माथि उठ्दै जानेछौ, तिमी परमप्रभुको भागमा हेर्ने पुस्ता हो, तिमी चाहिँ चिन्ताइ माथि माथि हुनेछौ। परमप्रभुले तिम्रो जरुरतहरू यीशु ख्रीष्टको नाममा पुरा गरिदिनुहुनेछ। तिमी चाहिँ ख्रीष्ट यीशुमा भएर सबै कुरा गर्न सक्ने छोरा हो। हामीसँग यो सानो उपहार छ, यो ग्रहण गर्न भन्ना ग्रुप भएको छ। थर्ड सेकेन्ड भएको छ इमानुएल। म इमानुएल टिम आफ्नो अगाडि बढाउँछु नानीहरू स्तरलाई, अनि आफ्नो टिमको साथमा हामी टिम लिडर इमानुएल टिमका हाम्रो एलिस्टर अनि टिममा हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। परमेश्वरको ज्ञानमा अझै बढ्दै जानुहोस्। दुईवटा त रह्यो, आधीले ग्रेस आधी हल्लेलुया भन्नुहुँदैछ। को भएको छ त? राम्ररी सुन्नुहोस् है, दुईटै टिम फर्स्ट भएको छ। 157 पोइन्ट ग्रेसले पनि ल्याएको छ, 157 एक्ज्याक्टली हल्लेलुया टिमले पनि ल्याएको छ। त्यो कारणले गर्दा टिम हल्लेलुयामा प्रभुले तपाईँको टिमलाई धेरै आशिष दिएका हुन्। हामीले यो आजको जति गीतहरू समारोह गर्न सकिएको छ त्यसको लागि प्रार्थना। असल कुराहरू सिकेका छन्। म प्रार्थना गर्छु पिता परमेश्वर, अब यिनीहरूलाई फलदायक नानीहरू तपाईँले बनाउनुहोस्। यिनीहरूको जीवनबाट चाहिँ महान कुराहरू हुन सकेको होस्। मुक्तिदाता प्रभु यीशु ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति र सहभागिता यहाँदेखि लिएर विश्वमा सबै सन्तको साथमा सदा सर्वदा बनिरहेको